त्यस्तै निष्ठाका साथ जोडिनुपर्छ र हर्क साम्पाङलाई मात्रै जिताएर मैले मात्रै जितेर गएर हुँदैन। मैले भन्दैछु हामीलाई हाम्रा उम्मेदवारहरूलाई तपाईँले जिताइदिनुपर्छ। हामी देखिने गरी यो देशको कायापलट गर्ने गरी काम गर्छौँ। विद्यालय 3 दिन मात्रै खोल्छौँ। मैले फेरि भनेको छु 3 दिन मात्रै हामी विद्यालय खोल्छौँ। धेरै तपाईँको छैन किताबको भारी बोकाएर हामीले बालबालिकामाथि शोषण गरिरहेका छौँ, शैक्षिक शोषण गरिरहेका छौँ, बौद्धिकताको नाममा शोषण गरिरहेका छौँ। एउटा आफ्नो नामै भन्न नसक्ने तपाईँको बालकलाई हामीले 10 केजीको किताब बोकेर पठाएपछि त्यो मानव अधिकार हनन हो कि होइन? नेपाली राजदरबारलाई विनम्र मेरो हाम्रो शिक्षाले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ। डिग्रीको सर्टिफिकेट बोकेर कोही भोक लागेर तपाईँको भोकै हिँडिरहेको युवा यहाँ लाखौँको सङ्ख्यामा छ। डिग्रीको तपाईँको चाहिँ सर्टिफिकेटलाई च्यातेर है रब्बीको टोकरीमा फालेर छैन कोरिया धाउने मान्छे छ छैन, यहाँ विदेश जाने मान्छे छ छैन। उहाँको दुःख खोइ त शिक्षाले हाम्रो जीवनमा हामीलाई सहयोग गरेको, हाम्रो शिक्षाले त हामीलाई बाँच्नका लागि सहयोग गर्नु पर्यो नि। हाम्रो जीवनमा सहयोग गर्ने खालको शिक्षा पद्धति हामी लागू गर्छौँ। उहाँले हिँडेको यो सबैभन्दा ठुलो परिवर्तन हुनेछ। तपाईँ हामी सबैले किनभने समाजको परिवर्तन शिक्षा बिना हुँदैन। शिक्षा चाहिँ हाम्रो जीवनसँग मेल खाएको हुनु पर्यो। शिक्षा लागेको छ देब्रेतिर, जीवन छ दाहिनेतिर, कहाँ भेट हुन्छ? कहिले भेट भयो? त्यसो भएको कारणले 3 दिन मात्रै हामी खोल्छौँ स्कुल। नेपाली बाँकीको 4 दिन, हप्ताको 4 दिन दिदीबहिनीको लागि उत्पादनमा, निर्माणमा, आविष्कार र खोज अनुसन्धान अन्वेषणमा हामी विद्यार्थीहरूलाई बिजी राख्छौँ। त्यसरी परिवर्तन ल्याउँछौँ। मित्रहरूलाई बुझाइदिनु न विनम्र आग्रह गर्न चाहन्छु है। स्वास्थ्यको पहुँच अहिले ठुला बडाको लागि मात्रै छ। स्वास्थ्यको पहुँच हुनुपर्छ सबैमा। सबैले म त्यो भन्न चाहन्छु। आफ्नो पाटा हुन्छ श्रम यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु। अफिस पनि 3 दिन मात्रै खोल्ने हो। राखेको विचारहरू सबै कुरा त तपाईँको छैन 4 दिन चाहिँ त्यो कागजी प्रक्रियाले गर्दाखेरि हामीलाई लाग्यो। आजभन्दा 100 वर्ष 15 दिनमा हुने काम र हाम्रो पैसा 1 हप्ता लगाए खेत तपाईँको छैन 1 हप्तामा हुने काम 15 दिन लगाइदिन्छ। 15 दिनमा हुने काम तपाईँको 2 महिना लगाउँछ। कागजबाट सुरु भएको हाम्रो जीवन कागजमै गएर अन्त्य भइराखेको छ। आदरणीय दाजुभाइ दिदीबहिनी, तयार हुनु विनम्र आग्रह गर्न चाहन्छु। कागजी प्रक्रिया धेरै झन्झटिलो भयो। एउटा व्यवसाय खोल्नु खोज्यो भने उस्तै सोझो मान्छेले त्यो तपाईँको दर्ता गर्नै सक्दैन। कति ठाउँमा ढोक्नु पर्ने, कति ठाउँमा भेटी चढाउनु पर्ने, कसलाई जिउ हजुर गर्नुपर्ने, यी सारा कानुनी झन्झटहरूलाई हामीले तपाईँको एकदम हटाएर सबै फालेर सरल बनाउनेछौँ। मान्छे हो सबभन्दा ठुलो विकासको केन्द्रबिन्दु। मान्छेको सेवा सुविधा हो यो शासनको केन्द्रबिन्दु। मान्छेलाई चाहिँ तपाईँको बाइपास गरेर सेवा सुविधालाई बाइपास गरेर कागज मात्रै यत्रो रास बोकिनुपर्ने झन्झट हुने छैन। अफिस पनि 3 दिन मात्रै हुन्छ। बाँकीको 4 दिन हामीले कामै गरिराख्नुपर्छ। म यहाँ सबैजनालाई भन्न चाहन्छु, कामै गरेर अरू मुलुकहरूलाई हामीले जित्ने हो। हाम्रो प्रतिस्पर्धा चाइनासँग हुनुपर्छ काममा। तपाईँहरू तयार हो? जो सक्यो त्यो जो छ तपाईँसँग पक्का छ। यदि त्यसो भने हामी यो देशलाई बनाउनका लागि अगाडि बढ्न सक्छौँ। बाटोको कुरा गर्नै पर्छ। माङसेबुङ है, यहाँ किराँत धर्मगुरु बस्नुहुन्छ। उहाँको आशिष पनि अघि भर्खर लिएर आयौँ हामी। कता कता विभेद गरेको जस्तो लाग्छ। हामी समतामा विश्वास गर्छौँ। श्रम संस्कृति भनेको यस्तो संस्कृति हो जसले मैले धेरै ठाउँमा बोलेको कुरो यहाँ बोलिनँ। कामको आधारमा मान्छेलाई तपाईँको अछुतसम्म बनायो यो समाजले। काम सानो हुँदैन है। काम सानो कुनै पनि हुँदैन। आरनमा बस्नेदेखि लिएर सिलाइ बुनाइ गर्नेदेखि लिएर सबै। म आफै तपाईँको नगर प्रमुख धरान जस्तो आधुनिक पालिकाको म नाला सफा गर्छु। नाला सरसफाइ गर्मी छक्कै पर्छ, अचम्म लाग्छ। मेयर जस्तो मान्छे होइन, अब पहिला यसो देख्नै नहुने हकार्ने उता कता के, अहिले आएर आफैसँग नालामा सफा गर्छ, गनाउने नाला। खोइ म सानो भएँ त नाला सफा गरिसकेँ। नाला सफा गर्ने एउटै मेयर होइन भनेर तपाईँहरूले मलाई भन्नुभयो त। अझै मेरो इज्जत बढेर फुलको माला 2-3 रोको आएको देख्छु। त्यसले गर्दाखेरि कामले सानो भइँदैन। काम काम काम। अब विभिन्न तरिकाले चाहिँ नि होइन यो देशमा विभेदहरू भएका छन्। विभेदको विरोध गर्छौँ हामी। फेरि विभेद हुनु हुँदैन। त्यही भएर मैले आउने बित्तिकै तपाईँहरूले मलाई कति राम्रो त्यहाँ कुर्सी राखिदिनु भएको थियो कि थिएन? थियो कि थिएन? थियो होइन। एउटा राम्रो खालको कुर्सी, त्यसमा चाहिँ नि सेतो कपडा है। म र तपाईँ एउटै हो है।
हाम्रो श्रम संस्कृति पार्टीमा नेता हुँदैन है, यहाँ चाहिँ श्रमदाता मात्रै हुन्छ। म तपाईँको अगुवा श्रमदाता हो, तपाईँ पनि श्रमदाता हो। यस्तो क्षमतामा विश्वास गर्छौँ हामी। त्यसो भएको कारणले यदि विभेद हुन्छ भने, कुनै पनि कारणले, सांस्कृतिक कारणले, जातीय कारणले, धार्मिक कारणले, कुनै पनि कारणले विभेद हुन्छ भने त्यो विभेद विरुद्ध आवाज उठाउँछ श्रम संस्कृतिले। किनभने अ म्यान इज अलवेज इक्वल टु अनदर म्यान। एउटा मान्छे अर्को मान्छेको होइन सँग बराबर हुन्छ मान्छे भएको आधारमा। उसले पढेको होस् या नपढेको होस्, उसँग पैसा होस् या नहोस्, उसँग घर जग्गा होस् या नहोस्, होइन उसँग राजनीतिक शक्ति होस् या नहोस्, ऊ सङ्गठित होस् या नहोस्। अस्ति जेनजीको आन्दोलनमा देखियो नि, देखिएन? कसले गर्दा भयो जेनजीको आन्दोलन? होइन, शहीदहरूले हामीलाई सोधिरहेको छ जेनजी त्यत्रो मऱ्यो कसको कारणले भयो? फेसबुक पनि बन्द गरिदिने, टिकटक पनि बन्द गरिदिने, नबोल त भनिदिने, होइन भात पनि नखाए सास पनि नफेर भन्ने खालको शासन लगाएर हुन्छ? फेरि आन्दोलन भयो, त्यत्रो तपाईँको आगजनी तुम पुरा भयो, भरे फेरि अर्को तपाईँको गीत ल्याएर लगेर गयो है। त्यतिखेर पनि तर यो देश आपद विपदमा पर्दाखेरि अगाडि सर्ने मान्छे हो। अर्घ साम्पाङलाई सुन्नुहोस् है, मेरो स्वभाव के छ भने सोध्दा हुन्छ धरान आएर, मलाई खानु पिउनु सम्मान थाप्नु कहिले नबोलाउनु, तर तपाईँलाई विपद पर्दा तपाईँले बोलाइराख्नु पर्दैन, म आफै आउँछु। कुरा बुझ्नुभयो नि? यदि त्यस्तो मान्छे यो देशमा राष्ट्र प्रमुख भएको, कार्यकारी प्रमुख भएको चाहनुहुन्छ भने कस्तो काम गर्छ होला? यसो इमेजिन मात्रै गर्नु न, कल्पना मात्रै गर्नु न, कस्तो चाहिँ हुन्छ होला त्यो देश है? मन्त्रीको तपाईँको सवारी अरे 50वटा गाडी, 50वटा गाडीमा तपाईँको छैन होइन 10-10जना मान्छे, कति भयो? 10 पञ्चे 50 होइन, 500जना भएन? 500जना मान्छे कुदिनु पर्ने अरे। के गर्छ? नेपाली जनताले नै चुनेको मन्त्री हो त, कसैले कुट्छ? कुट्ने काम किन गरेको त? र त्यस्ता मान्छेहरूलाई हामीले फेरि चुन्नु पनि हुँदैन। अब म अन्तिममा आइसकेँ, अब छैन, 5 मिनटमा म सिद्ध्याउँछु। अब हामीले एउटा नारा लाउनुपर्छ है। नारा के लाउनुपर्छ भन्दाखेरि, म मासु भातमा भोट हामीले मासु भातमा भोट बेचिराखेकै कारणले, पेट्रोलमा भोट बेचिराखेकै कारणले, एउटा सानो समितिको पदमा भोट बेचिराखेकै कारणले, एउटा सानो जागिरमा भोट बेचिराखेकै कारणले यो देश बेचिएको छ, यो देश लुटिएको छ। म सबैजनालाई भन्न चाहन्छु होइन, म मासु भातमा भोट भन्छु, तपाईँहरू बेच्दैनौ भन्नुहोस् ल। ल मासु भातमा भोट, उता के अरे काठमाडौँले सुन्ने गरी, मासु भातमा भोट, मासु भातमा भोट, व्यक्तिगत स्वार्थमा भोट। धन्यवाद। अब यो प्रतिबद्धता मैले यहाँहरूलाई गराएँ। अब म तपाईँहरूलाई सामूहिक रूपमा यो श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु। तपाईँ माङसेबुङ जस्तो पवित्र ठाउँ जहाँ किराँत धर्मगुरु रहनु भएको छ, त्यस्तो पवित्र ठाउँको माटोमा हामी उभिएका छौँ। हामी सबैजना भाग्यमानी यो अर्थमा।